नारायण नारायण ना। अहिले त यस्तो भन्दाखेरि काग दाजुले का का गरेर पित्काइदेला भन्ने डर साथीहरू। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल एन्ड न्यू भिडियो। सम्पूर्ण साथीहरूको माझ आज नयाँ भिडियो पस्कने जमर्को गरेको छु। लाग्छ मन पराउनु हुनेछ। आज नयाँ भिडियोमा के छ भन्दाखेरि आज मेरो जङ्गलको यात्रा हुँदैछ। नयाँ भिडियोमा सम्पूर्ण साथीहरूलाई वसन्त ऋतुमा प्रशस्त मात्रामा पाइने र सम्पूर्ण साथीहरूको लोकप्रिय फल काफल, आज काफल टिप्न गएको पुरा भिडियो ल्याएर तपाईँहरूमाझ आउँदैछु। सम्पूर्ण साथीहरूले माया गरिदिनुहुन्छ भन्ने आशा राखेको छु र मेरो युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। सम्पूर्ण साथीहरूले सक्दो माया देखाउनु होला। लेट्स वाच अन भिडियो। साथीहरू, म चाहिँ अब जङ्गलमा आइपुगेको छु, काफल हुने ठाउँमा। घरदेखि जङ्गल पुग्नुको लागि धेरै लामो बाटो हिँड्नुपर्छ, आधी घन्टाको जति। मैले बिच बाटोमा भिडियोहरू कन्टिन्यू गर्न सकिनँ, तपाईँहरूलाई पनि देखाउन सकिनँ किनकि भिडियो एकदमै लामो हुने भएकाले देखाउन सकिनँ। एकदम उकालो हिँड्नुपर्छ, थाकिएको छ साथीहरू। अब जङ्गलमा आइपुगेको छु। म तपाईँहरूलाई काफल चाहिँ देखाउने छु। यो मैले डब्बा ल्याएको छु। आज काफल यो डब्बा भरिन्छ या भरिँदैन है सबै साथीहरू। भरेर ल्याउँछु भनेर आशामा आएको छु। काफलको रुखहरू त सबै खाली खाली छन्, काफलै देखिँदैन। सायद डब्बा भरिन्छ है भरिँदैन है डिब्बा। अब जङ्गलमा आइसकेपछि काफल खाने रहर अनि घरतिर लाने रहरले आइपुगेको हो। काफल टिप्न जाने क्रममा, जङ्गलको यात्राको क्रममा म डाँडोमा आइपुगेको छु। यो चाहिँ हावा खानुको लागि थाकेपछि यसबाट हाम्रो गाउँहरू सबै देखिन्छ। म चाहिँ यो ठाउँबाट आएको है, जो हरिया घरहरू देखिरहेछन् त्यहाँदेखि नै आएको। धेरै सबै गाउँहरू देखिन्छ यहाँदेखि। रमणीय ठाउँ छ। यहाँबाट जङ्गलहरू देखिन्छ सबै साथीहरू। यही नै छन् काफलहरू। जङ्गलकै ठाउँमा छ यो चाहिँ डाँडो। अब यहाँ म चाहिँ आराम गर्छु। यहाँ चाहिँ साथीहरू म चाहिँ आइपुगेको छु जङ्गलमा, डाँडामा बसिरहेको छु। यो चाहिँ डिब्बा ल्याएको छु। सायद भरिन्छ या भरिँदैन थाहा छैन। काफलहरू अहिलेसम्म भेटेको छैन, बिस्तारै भेटिन्छ होला। अब जङ्गलमा इन्ट्री गर्दैछु। जङ्गलकै छेउको डाँडोमा छु अहिले। अब काफलहरू नभेटेकादाखेरि बिरहका गीत गाउनु पऱ्यो एक दुईवटा, त्यसपछि जङ्गलतिर जानु पर्ला। अब बाल्यकालको कविता गाउनु पऱ्यो। कागदाजै 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 काफल छाडिदेऊ, कागिनी भाउजूलाई गुन्यो छोलो देऊ। कागदाजै कागदाजै काफल छाडिदेऊ, कागिनी भाउजूलाई गुन्यो छोलो देऊ। पहिला यस्तो यस्तो कविता हुन्थ्यो। अहिले त यस्तो भन्दाखेरि काग दाजुले का का गरेर पित्काइदेला भन्ने डर साथीहरू। गाह्रो छ। अब हिँडिरहेको छु। आजको मौसम, अब यो बोतल चाहिँ रुखमा लिन मिल्दैन, सकिँदैन है रुखमा कसरी राख्ने। अनि त्यसपछि भुइँमै राख्नुपर्छ। कसरी टिप्ने थाहा छैन। रुखमा चढौँ भने पकेटमा हालौँ के हालौँ होइन, काफल टिपेर। काफल टिप्नको लागि साथमा प्लास्टिक छैन होइन, बोतल मात्रै छ। अब प्लास्टिक माथि झुन्डाउन सकिन्छ। काफल टिप्नको लागि साथमा प्लास्टिक छैन। खै कतिखेर पानी आउने हो, आजको मौसम ठिक छैन। आफू त रुख चढ्न नजान्ने मान्छे होइन, आफू त रुखमा चढ्न नजान्ने मान्छे। यस्तो फलफुलको रुखमा त चढ्दैन, अरू रुखमा के चढ्नु। सायद म अब कहिले रुखमा चढ्न सिक्दैन होला होइन। अब यी डाँडामै वरिपरि काफलहरू त छन्, काफल खानु पर्ला होइन।
काफलै अब नभेटेपछि एउटा अर्को गीत गाउनु। काफल खाने कुइया मारुला झुन्किरी। हाम्रो जनक ताम्राकारको गीत थियो काफल खाने कुइया। म अब त्यसमा आफ्नो रिसको झोकमा गाउँछु। काफल खाने कुइया मारुला झुन्किरी, रिसको झोकमा भन्दै फेरि छैन। रिसको झोकमा डुल्दैछु म यता नारायण नारायण। ल अब काफल खान जानुपर्छ साथीहरू। म चाहिँ अब लाग्छु होइन, हेर्दै गर्नु होला भिडियोहरू। साथीहरू बट्टैमा आउँदाखेरि सानो बुट्टामा काफल देखिएको छ, 8-4 दाना। सम्पूर्ण साथीहरूलाई देखाउनेछु म पुरा भिडियो सहित। अरू ठाउँमा घुम्न जानेछु र डिब्बामा पनि टिपेर देखाउनेछु। साथीहरू काफल नमिलेर एक्लै घुम्दै फिर्दैछु। बट्टी मनिको काफल भेटिएको छ साथीहरू, हेर्नुहोस्। म चाहिँ एक्लै भएकोले तपाईँहरूलाई जटिल रुखहरूमा टिपेको भिडियो देखाएको छैन। अब चाहिँ म टिप्दैछु, डिब्बामा हाल्छु, कति हुनेछ खान्छु, डिब्बामा हाल्छु। धेरै भएको थियो काफल टिप्न नआएको, घरको कामको व्यस्तताले। आज चाहिँ फ्री भएर आएको छु। धेरै घुम्छु होला सायद, जङ्गल सब घुमेर डिब्बा चाहिँ भरेरै लिनुपर्छ। आफूलाई त रुख चढ्नु पनि आउँदैन साथीहरू। ठुल्ठुलो रुखमा, सानो रुखमा चाहिँ चढ्छु। भुइँबाट टिप्ने जस्तोमा सकिन्छ, न त रुख चढ्न सक्दैन। त्यसैले पुरानो बालककालको एउटा घटना याद आउँछ। काफलका दानाहरू काला काला पनि छन्, कोही राता छन्, कोही हरिया छन्। काफलहरू भर्खरै हुँदैछ जस्तो लागिरहेछ साथीहरू। काफलको रुख त सानै छ। बाल्यकालमा भनिन्थ्यो काला काला काफल हो, भएन नझरे, भएनका मान्छे आँखा तरी मरे। जुन रुख चढ्ने हुन्थे तिनीहरू भन्थे। अनि अरूले भुइँको मान्छे साँच्चै मानेर नै झडे हामी खाम्ला भनेर भन्थे अरे। काफलको दानो क्वाप्प मुखमा, त्यस्तो त रमाइलो गरिन्छ जङ्गली क्षेत्रमा। अब काफलको बुट्टाहरू जङ्गलमा नै पाइने भएकाले होइन, लेक साइडमा धेरै पाइन्छ, बेसीतिर धेरै हुँदैन। उपयुक्त वातावरण लेक साइडमा हुन्छ काफलको, बेसीतिर हुँदैन। अनि सम्पूर्ण साथीहरू धेरै नै सोलीहरू अनि किल्टीहरू डिब्बाहरू ल्याएर आउनुहुन्छ धेरैहरू। नजिकको मान्छेहरू चाहिँ के कति खानु भनेर दिक्क भए हुन्छ नि, टाढाको मान्छेलाई महत्त्व थाहा हुन्छ साथीहरू। त्यही भएर धेरै साथीहरू आउनु भएको हुन्छ, काफलहरू लिनुहुन्छ। सम्पूर्ण साथीहरूले के भन्न चाहन्छु भने, काफलहरू टिप्नु भयो भने खाने मन लाग्छ धेरै। के गर्नु, हुन त नजिकमा आइसकेपछि मिठो फल, एकदमै मिठो। वन मान्छेले चिनी नै हाले जस्तो लाग्यो। झन् काला काला दाना त झन् मिठो। अलि राता दानाहरूलाई नुन र जिरामा मिक्स गरेर खाँदाखेरि चाहिँ झन् स्वाद आउँछ साथीहरू। म चाहिँ टिप्दैछु होइन, भुइँबाट नै, म रुखमा गएको छैन, धेरै रुखमा चढ्न सक्दैन। आज कामको फ्री टाइममा जङ्गल घुम्दिउँ भनेको, जङ्गलमा काफलहरू खासै भेटिएन। थोरैहरू छन्, त्यही पनि म ल्याएको डिब्बा भरिन्छ या भरिँदैन थाहा छैन। काफलकै रूपमा बसिरहेको छु। धेरै बाग्लो मार्तामा त छैन काफल।
काफलको पुरा रूप के जस्तो लाग्छ भनेपछि का भनेको काला, फ भनेको फल, ल भनेको लहरा। काला फल लहरामा लाग्ने भएकाले यसलाई काफल भनिएको होला जस्तो लाग्छ होइन। यो परिपक्व नहुन्जेलसम्म त कालो त हुँदैन, तर परिपक्व र खानेयुक्त भइसक्यो भने कालो हुन्छ है। पहिला हरियो हुन्छ, त्यसपछि रातो, पहेँलो हुँदै रातो हुन्छ है साथीहरू। खासमा बुट्टा चाहिँ भाज्नु हुन्थेन होइन साथीहरू, मैले त भाँचेको छु तपाईँहरूले देखाउनको लागि भए पनि र आफूले टिप्नु पनि। म रुखमा चाहिँ चढ्न डर लाग्छ, सकिँदैन होइन। त्यसपछि भुइँबाटै पुगेर मैले भाँचेको छु साथीहरू। काफल यस्तो छ होइन, कालो पनि छ, काला दानाहरू छन्। कोही मान्छे पनि भेटिएका छैनन्, आज एक्लै भएको छ। कहीँ जङ्गली जनावरको फेला पर्ने हो कि डर लागिरहेको छ साथीहरू। जङ्गलमा घुम्दै घुम्दै गर्दा काफलको बुट्टामा आइपुगेको छु। काफल त खासै पाकेको रहेनछ। यो बुट्टा चाहिँ भुइँबाटै टिप्न सकिन्छ। म अब यहाँबाट स्टार्ट गर्नेछु काफल टिप्नलाई। बोतलमा हाल्दैछु डिब्बामा साथीहरू। काफल चाहिँ राम्रोसँग पाकेको रहेनछ यो रुख, त्यही भएर छानी छानी टिप्नुपर्ने हुन्छ। पाकेको दानाहरू हेरेर टिप्नु पर्ने हुन्छ साथीहरू। अप्ठ्यारो छ, गाह्रो छ काफल टिप्नलाई। अब चाहिँ काफल भरिन लागिसकेको छ। भरिन्छ होला भनेको होइन, भर्न सकिँदै भनेको। अब भरिन लाग्दैछ। अब थोरै टिप्दाखेरि भरिन्छ, त्यसपछि घरमा लगेर जिरा र नुनमा हालेर खाइन्छ साथीहरू। साथीहरू धेरै गाह्रो छ, धेरै रुखहरूमा डुल्नुपर्ने है। मैले भिडियो लामो हुन्छ भनेर धेरै बनाइन साथीहरू। म काफलकै रुखमा छु, बसिरहेको छु एक्लै। वनमा फुल हो फुल माया, जीवनमा नगर्नु है भुल। यस्तै छ जिन्दगी, उकाली ओह्राली गरेर बितिरहेको छ। काफलको रुखमै छु म अहिले। हरिया दाना छन् काफलका। फाइनल्ली काफलको रुखमै अब डिब्बा भरिसकेको छ। यो टन्नै भइसकेको छ। अब डिब्बा, अब डिब्बामा हाल्ने ठाउँ छैन। डिब्बालाई प्याकिङ गरेर अब घर लगेर जिरा र नुन हालेर खानुपर्छ साथीहरू। अब घरमा लगेर जिरा र नुन हालेर मजासँग स्वादसँग खानुपर्छ। काफल खाँदै रमाइलो गर्दै हामी। काला काला दाना, होइन वन मान्छेले त चिनी नै हाल्दिए जस्तो लाग्यो, यति मिठा काफल। साथीहरू एकदमै मिठो छ काफल। हेर्नुहोस्, यस्ता काला काला दानाहरू एकदमै मिठा हुन्छन्। अरू रातो दानाहरू अलि मिठा हुँदैन साथीहरू। अब जिरो अनि नमक, जिरा र नमक हालेर अब काफल खाने हो साथीहरू। कस्तो लाग्छ? काफल त गाउँतिर धेरै नै खाइसकेका छन्। परदेशी साथीहरूलाई गाउँको याद आउन सक्छ र गाउँले साथीहरूले त, परदेशी साथीहरूले, गाउँकै साथीहरूले त
गएर खाइ पनि सक्नुभयो होला। अलि जिरा कम भयो। अब चाहिँ काफल खोल्नु पर्यो, प्याकिङ भएको काफल। प्याकिङ भएको काफल। अब यो चाहिँ घरमा अरूलाई पनि राख्नुपर्छ। साथीहरू, हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। सम्पूर्ण साथीहरूले अब परदेशी साथीहरूलाई घर देशको याद त आएको होला, स्वदेशको याद आएको होला। यादमै सीमित रहे पनि भिडियो मार्फत भए पनि तपाईँहरूले लाइक कमेन्ट गर्नुहोला। काफल भिडियो हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। साथै हाम्रो हरेक भिडियोहरूलाई हेर्न नभुल्नु होला। लाइक कमेन्ट सेयर गरिदिनु होला।